नमस्ते। आज हामी स्किन केयरको दुनियाँमा निकै चर्चामा रहेको तर सायद अलिक कम बुझिएको एउटा तत्त्वको बारेमा गहिरिएर कुरा गर्दैछौँ। त्यो हो एजेलिक एसिड। सोच्नुस् त, के एउटै चिजले डन्डीफोर, छालाको रातोपना अनि कालो दागहरू यी सबै सामान्य तर डिक्क लाग्दो समस्याहरूलाई एकैचोटि समाधान गर्न सक्छ? आउनुहोस् यो प्रश्नको जवाफ खोजौँ। ल, सबैभन्दा पहिले यो शक्तिशाली तत्त्वसँग परिचय गरौँ। एजेलिक एसिड खासमा के हो त? यो गहुँ, जौ जस्ता अन्नहरूमा प्राकृतिक रूपमा पाइने एउटा एसिड हो। यसलाई डाइकार्बोक्जिलिक एसिड भनिन्छ। अब यो अलि प्राविधिक सुनिएला, तर सरल भाषामा भन्नुको मतलब यसको बनावटै यस्तो छ कि यसले छालाको जलन कम गर्ने, नराम्रो ब्याक्टेरिया मार्ने र मरेको छाला हटाउने काम एकदमै प्रभावकारी ढङ्गले गर्छ। त्यसो भए यसले हाम्रो छालाको लागि वास्तवमा के गर्न सक्छ त? एकातिर यसले डन्डीफोर निम्त्याउने ब्याक्टेरियालाई सिधै टार्गेट गर्छ, अनि अर्कोतिर छाला रातो हुने र पोल्ने समस्यालाई शान्त पार्छ। अनि गाढा दागहरू, त्यसको लागि त यो झनै गजब छ। यसले छालामा रङ बनाउने एउटा इन्जाइमलाई रोकिदिन्छ, जसले गर्दा दागहरू बिस्तारै फिका हुँदै जान्छन्। साथै यसले बन्द भएका रोम छिद्रहरूलाई खोल्छ र समग्रमा छालालाई नरम र चिल्लो बनाउँछ। अब यी दाबीहरू त भए हैन, तर के यो साँच्चै काम गर्छ त? ल, अब अलिकति विज्ञानको कुरा गरौँ र ठोस प्रमाणहरू हेरौँ। एउटा क्लिनिकल स्टडीमा के गरियो भने रोजेसिया भएका मानिसहरूलाई 8 हप्तासम्म 15% एजिलिक एसिड भएको एउटा नयाँ क्रिम लगाउन दिइयो। रोजेसिया भनेको छाला रातो हुने, पोल्ने र साना साना दानाहरू आउने समस्या हो। अनि नतिजा त साँच्चै प्रभावशाली थियो। 8 हप्तापछि समग्र अवस्था 3बाट घटेर 1मा झर्यो। सुन्निएको दानाहरूको सङ्ख्या त हेर्नुस् न, औसतमा 8बाट झरेर केवल 1मा। अनि रातोपना पनि सिधै आधाले घट्यो। यो त एकदमै ठूलो र स्पष्ट सुधार हो, होइन र? अझै एउटा महत्त्वपूर्ण कुरा, त्यो स्टडीमा भाग लिनेहरूमध्ये 90%ले भने कि यो प्रोडक्ट त एकदमै राम्रो छ। मतलब यो प्रभावकारी मात्र होइन, धेरै जसोलाई सुट पनि गर्दो रहेछ र छालाले सजिलै सहन सक्छ। अब शब्दमा मात्र होइन, तस्बिरमै हेरौँ न। यहाँ एक 66 वर्षको बिरामीको तस्बिर छ, 8 हप्ताको उपचार अघि र पछि। हेर्नुस् त, रातोपना र ती दानाहरूमा कति धेरै फरक देखिन्छ। तस्बिरले नै सबै कुरा बोल्छ, होइन त? अब एउटा यस्तो टपिकमा जाउँ जसले धेरैलाई कन्फ्युज बनाउँछ, अलिकति डराउँछ पनि होला। त्यो हो स्किन पर्ज। सबैको मनमा आउने प्रश्न, के यसले छालालाई राम्रो बनाउनु अघि झन बिगार्छ त? यो एउटा एकदमै जायज चिन्ता हो। स्किन पर्जिङ भनेको वास्तवमा छाला सफा हुने प्रक्रिया हो। जब कुनै नयाँ चिजले छालाको सेल बन्ने प्रक्रियालाई छिटो बनाइदिन्छ, तब छाला मुनि लुकेर बसेका फोहोर र दानाहरू एकैचोटि बाहिर निस्कन्छन्। यो अलि नराम्रो देखिए पनि वास्तवमा यो प्रोडक्टले भित्रैदेखि काम गर्दैछ भन्ने सङ्केत हो। यो कति समयसम्म चल्छ त? सुरुको 1-2 हप्तामा अलि बढी डन्डीफोर देखिन सक्छ, तर नआत्तिनुहोस्। 4 देखि 6 हप्तामा यो पर्च सकिन्छ र छाला सफा हुन थाल्छ। अनि 8 हप्तापछि त सुधार मात्रै देखिन्छ। त्यसैले धैर्य चाहिँ एकदमै महत्त्वपूर्ण छ। ल, अब सिद्धान्तको कुरा धेरै भयो। यसलाई आफ्नो रुटिनमा कसरी सही तरिकाले समावेश गर्ने त्यो हेरौँ। तरिका एकदमै सजिलो छ। पहिलो, अनुहार सफा गर्ने। त्यसपछि एजिलिक एसिड सिरमको 2-3 थोपा लगाउने। अनि यहाँनिर ध्यान दिनुहोला, 2-4 मिनट जति त्यसलाई पूर्ण रूपमा सोसिन दिनुपर्छ। त्यसपछि आफ्नो मोइस्चराइजर अनि बिहान हो भने सनस्क्रिन त छुटाउने भएन। अब बिहान र बेलुकाको रुटिनमा यसलाई कसरी फिट गर्ने त? एउटा साधारण नियम याद राख्नुहोस्, पातलोबाट बाक्लोतिर जाने। बिहान फेसवासपछि पातलो सिरम जस्तै भिटामिन सी वा एजिलिक एसिड पहिले लगाउने, त्यसलाई सुक्न दिने, अनि मात्र मोइस्चराइजर र सनस्क्रिन। बेलुका फेसवासपछि एजिलिक एसिड लगाउने, त्यसलाई पुरै सुक्न दिने, त्यसपछि मात्र रेटिनोइड जस्ता अरू एक्टिभ्स र अन्त्यमा मोइस्चराइजर। हरेक तहको बीचमा समय दिनु नै सफलताको कुञ्जी हो। ल, अब पालो केही चर्चित भ्रम र तिनको पछाडिको सत्यको। एउटा एकदमै कमन प्रश्न, के यसले घाममा छालालाई बढी संवेदनशील बनाउँछ? एकदम छोटो र स्पष्ट जवाफ छ, बनाउँदैन। सन् 2004 को एउटा युरोपियन जर्नलको स्टडीले के भन्छ भने घाममा जानुअघि लगाउँदा पनि यसले कुनै फोटोटक्सिक असर देखाएन। सरल भाषामा भन्दा यसले सनबर्नको जोखिम बढाउँदैन, तर यसको मतलब यो होइन कि सनस्क्रिन लगाउन छोड्ने।
त्यो त सधैँ अनिवार्य छ। अनि अर्को एकदमै महत्त्वपूर्ण प्रश्न, गर्भावस्थामा यो सुरक्षित छ त? यो प्रश्नको जवाफ पनि सकारात्मक छ। एउटा स्टडीले त के देखायो भने गर्भावस्थामा डन्डीफोरको लागि प्रयोग हुने अरू 2वटा चर्चित उत्पादनभन्दा एजिलिक एसिड बढी प्रभावकारी र बिरामीहरू पनि धेरै सन्तुष्ट थिए। यसले यसलाई गर्भावस्थाको समयमा एक भरपर्दो विकल्प बनाउँछ। ल, अब अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। के यो त्यही एउटा मल्टिटास्कर तत्त्व हो जुन धेरै स्किन केयर रुटिनहरूमा अहिलेसम्म छुटेको थियो? यसका फाइदाहरू र प्रमाणहरू हेर्दा यो प्रश्न विचार गर्न लायक छ।